नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेम मत। आज तपाईहरुलाई यो कीर्तिपुरको पाङ्गामा आइपुगेको छु है। तपाईहरुलाई यस्तो जग्गा देखाउँदैछु कि चिटिक्क मिलेको 3 आना। यहाँ घर बनाउनलाई वाल सिस्टमको यो हेर्न सक्नुहुन्छ आइबिम पनि बिछाइसक्नु भयो रहेछ है। बाटो टक्क यो अगाडि ढलानै बाटो रहेको छ भने उतापट्टि अर्को बाटो रहेको छ र यता जाने यो मेन बाटो रहेको छ है। पछाडि राम्रो घर बनेको छ, अगाडि पनि घर बनेको छ। जग्गा धनीलाई एकदमै पैसाको अप्ठ्यारै परेको हुँदा यो एरियामा चलन चल्तीको मूल्यभन्दा एकदमै मिलाएर दिन्छु भन्नुभएको छ है। 90 लाख पर्ने जग्गा 80 लाखमै दिन्छु भनिसक्नु भएको छ। तपाईहरुलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। आहा नि यस्तो जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो। अब यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा कीर्तिपुर नगरपालिका पाङ्गा वडा नम्बर 7 मा रहेको यो तराई जस्तो सम्म फाँटमा रहेको वरिपरि घरहरू बनेको यो बिचमा 3 आना जग्गा बिक्रीमा रहेको छ। जग्गा हल्का यो त्रिभुज आकारको जग्गा रहेको छ। बाटो दुई साइड रहेको छ। 20 फुट अगाडि ढलान बाटो रहेको छ भने एक साइड 10 फुटे निस्क्यो, अर्को यो ठुलो बाटो निस्क्यो है। अब तपाईले यो जग्गाको पछाडिपट्टि राम्रो घर पाउनुहुन्छ, अगाडितिर पनि राम्रो घरहरू बनेको। यो एरियामा पानी बत्तीको प्रशस्त मात्रामा सुविधा रहेको छ भने ढलको निकास पनि भइसकेको छ। बत्तीको पोल, खाने पानीको प्रशस्त मात्रामा सुविधा। आउनुस् हेर्नुस् चित्त बुझा लिन सक्नुहुनेछ। अब पहिला 90 लाख भन्नुभएको थियो, आनाको 30 देखि 35 40 सम्म पनि चलेको छ है यो एरियामा। अहिले तपाईलाई धेरै परेन है। जम्मा टोटल 80 लाखमा 3 आना जग्गा आफ्नो नाममा बनाउन सक्नुहुनेछ। यो जग्गा लिन चाहनुहुन्छ भने ढिला नगर्नुहोस्, साइडमा हेर्नुहोस् न। जग्गाको लागि भन्दा म राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। तपाईले हेर्न सक्नुहुन्छ जस्ताको तस्तै अब तपाईलाई डाइरेक्ट रूपमा फिल्ड देखाउँदैछु है। टक्क मिलेको 3 आना रहेको छ। वरिपरि कम्पाउन्ड घेर्नु भएको छ, हेर्न सक्नुहुन्छ। यो अगाडिको बाटोको भागको दृश्य है। यहाँसम्म ढलान रहेको छ, तपाईले हेर्न सक्नुहुन्छ। टक्क यहाँदेखि ढलको निकास पनि भइसकेको छ है। अगाडिपट्टि राम्रो घर बनेको छ। बत्तीको पोल पनि पाउनुहुन्छ तपाईले। दुई साइड नै बाटो रहेको छ। एक साइडको दृश्य यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ तपाईले। अगाडिदेखि साइडमा सम्म देखाउँदैछु। यहाँसम्म टक्क यो वाल लगाएर कम्पाउन्ड घेरेर चिटिक्क छुट्याउनु भएको छ जग्गा। जस्ताको तस्तै देखाउँदैछु है ल। टक्क यो साइडसम्म रहेको छ, यहाँसम्म रहेको छ, पछाडिसम्म। पछाडितिर राम्रो घर बनेको छ है, हेर्न सक्नुहुन्छ तपाईले। पछाडिपट्टि राम्रा राम्रा घरहरू बनेको ठाउँमा यहाँ कमर्सियल जग्गा है त, एकदमै राम्रो यो कमर्सियल जग्गा। तपाईले मजाका 3वटा सटर निकालेर घर बनाएर आनन्दले व्यापार बिजनेस गर्न सक्नुहुन्छ। र यो साइड अर्को साइडको दृश्य पनि तपाईलाई देखाउने छु, हेर्दै गर्नु है त। अब उताबाट ढलको निकास भइसकेको छ, धमाधम काम हुँदैछ। यो बाटो छिट्टै पिच हुन्छ। तपाईले हेर्न सक्नुहुन्छ यो साइडदेखि पनि मजाको बाटो छ, त्यो साइडदेखि पनि सटर राखेर व्यापार बिजनेस गर्न सक्नुहुन्छ। सेन्टर चोकैमा रहेको यो कमर्सियल टाइपको 3 आना जग्गा बिक्रीमा रहेको छ। हल्का चोसे त्रिभुज आकारको जग्गा छ, फेरि पनि सटर निकालेर राम्रो घर बनाएर आनन्दले बस्न सक्नुहुन्छ एकदमै सस्तोमा। यो एरियामा चलन चल्तीको मूल्यभन्दा आनामै 5 देखि 7 लाख पाउनुहुन्छ सस्तोमा। अब ढिला नगर्नुहोस्, यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त।